दशैं हाम्रो संस्कृतिको महान चाड हो जसले श्रद्धा, आस्था र एकताको प्रतीक बोकेको छ। यो पर्व असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयलाई सम्झाउँछ। दशैंले टाढा रहेका प्रियजनलाई नजिक ल्याउँछ, परिवार र समाजलाई आत्मीयताको डोरीमा बाँध्छ। नवमीको पूजा श्रद्धा र समर्पणको प्रतीक हो भने दशमीको आशीर्वाद जीवनमा उमङ्ग, आशा र शक्ति थप्छ। टीका, जमरा र आशीर्वाद मार्फत प्रेम, मेलमिलाप र आत्मीयता अझ प्रगाढ हुन्छ। ल दिदी, दशैंको धेरै धेरै शुभकामना छ। तिमीलाई पनि लीला दशैं अनि शुभकामना। धेरै धन्यवाद दिदी। अनि तपाईले चाहिँ दशैं कस्तो लागिरहेछ यहाँ फिनल्यान्डमा? जहाँ बस्यो त्यो रमाइलो गर्नुपर्छ। आफ्नो देशमा जस्तो त हुँदैन। धेरै फ्यामिली मिस हुन्छ नि त हैन? फ्यामिली मिस हुन्छ, त्यही पनि रमाइलो गर्छौँ सबैजना मिलेर। त्यही ए सामीले ह्यापी दशैं भन। ह्यापी दशैं। ह्यापी दशैं। म चाहिँ अब प्याज काट्न लाग्दैछु। फर्स्टमा चाहिँ म आलु चनाको ग्रेभी बनाउँछु, त्यसपछि साग बनाउँछु अनि अचारको स्टार्ट हुन्छ। ल दाइ, धेरै धेरै शुभकामना है दशैंको। शुभकामना तिमीलाई पनि धन्यवाद। धेरै धेरै धन्यवाद। कस्तो लागिरहेछ दशैंको शुभकामना? दशैं रमाइलो लागिरहेछ, यहाँ रमाइलो हुन्छ यहाँ पनि, तर नेपालमा जस्तो रमाइलो त अलि हुँदैन। तपाईँ यहाँ बस्नुमा धेरै भइसक्यो नि? धेरै भइसक्यो, त्यही भएर यहाँको बानी परिसक्यो अहिले। तर पहिला पहिला चाहिँ सानसानोमा हुँदाखेरि नेपालमा चाहिँ रमाइलो गरिन्छ, पिङसिङ खेलिँदै, यहाँ त्यस्तो छैन। छ नि यहाँ चाहिँ हामी त घरमै रमाइलो गर्छौँ। हामी चाहिँ घरमै रमाइलो गरिन्छ। जमरा राख्नु भएको छ कि नै? राखेको छु, जमरा पनि ठुल्ठुलो भइसकेको छ अहिले। अहिले तपाईँले जमरा पनि देखाउँछ है? मैले जमरा चाहिँ देखाउँछु। के गर्दैछ? खाना पकाउनु लाग्यो? अब हामी चाहिँ यहाँ बनाउनलाई तोरीको तेल युज गर्दैछौँ। तोरीको तेलमा चाहिँ अलिकति फ्लेभर मिठो आउँछ नि त। टक्क खुर्सानी र मेथी पड्काउनु पर्छ क्या? खुर्सानी मेथी पड्काउनु। मेथी ल सही भयो। सेफ लिएर गएर यहाँ चना पकाउनु। ल अब हाम्रो दिदीले चाहिँ यहाँनिर अचार छान्नको लागि तेल र मेथीको झोइ गर्नुभएको छ। ल प्रेसर हाल्नु हो। हाम्रो लीला बहिनीले यहाँ कुट्दैछ। के कुट्नु लाग्यो बहिनी? यो अब गुन्द्रुक र भटमासको लागि। गुन्द्रुक भटमास यो खुर्सानी हालेर पहिला यहाँनिर धनियाँ छ अनि गेडा जिरा छ, टिमुर, खुर्सानी। यो चाहिँ हाम्रो अब मैले सबै जानेको तेलहरू, तोरीको तेल, मेथी अनि त्यसपछि बेसार सबै राखिसक्यो। अब यो लास्टमा अचार अमिलो हुनेको लागि। गुन्द्रुकको लागि सबै खानेकुरा यसरी राखेको छ। ल यता चाहिँ सबैजनालाई ह्यापी दशैं भन्नु पर्यो। ह्यापी दशैं नारायण दाई, ज्वाइँलाई, दाइलाई। अब चाहिँ म उता आफ्नो रुममा जान लैरहेको छु। अघि चाहिँ यहाँ दाइहरूकोमा थिएँ, बिहान पकाउनलाई हेल्प गर्न आएको। अब म उता गएर टिका लाएर अनि यहाँ माथि आउँछु। अब नेपालमा चाहिँ भएको भए यस्तो पिङ खेलेको, साथीभाइहरू हिँडेको देखाउन मिल्थ्यो। अब तपाईँको बाहिर परियो, बाहिर यहाँ केही हुँदैन, आफ्नो घरमा टिका लाइयो, खाइयो, त्यस्तै हुन्छ। अहिले यो समयमा चाहिँ यस्तो पातहरू झर्ने हुन्छ। यहाँ चाहिँ विन्टर सिजन हो, अटम भन्छ। अटममा चाहिँ यस्तो पातहरू पुरै पहेँलो हुन्छ, रातो हुन्छ, यस्तो मजाले झरिरहन्छ। पातहरू हरियाली हुन्छ एकदमै। बिल्डिङभित्र पनि आइयो। अब लिफ्ट लाग्नु पर्यो, 2मा रहेछ। लिफ्ट पनि आइयो। ल
म चाहिँ रेडी भइसकेँ टिका लाउनको लागि। कुर्ता सुरुवाल लगाइदिएको। ल हाम्रो टिकाको चाहिँ यहाँ सबै रेडी भइसक्यो। अब टिका लाउने हो। ल हामीले टिका पनि लगाइयो। हाम्रो चाहिँ सेतो टिका हो जमरा। कस्तो लाग्यो तपाईँलाई? एकदम रमाइलो। ह्याप्पी दसैँ। ह्याप्पी दसैँ। हामी चाहिँ अब उहाँ दिदीहरूकोमा जान लागिरहेछौँ। हाम्रो यो चाहिँ दोस्रो दसैँ भनौँ न यहाँ फिनल्यान्डमा चाहिँ। पहिलो दसैँ अब त्यस्तै भयो। दोस्रो दसैँ चाहिँ अलि हल्का रमाइलो भयो भनौँ न। सबैजना भेटघाट अनि टिका लाउने कार्यक्रमहरू सबै छ। खानपिनको अब तपाईँहरूले देखिहाल्नुभयो त्यो बिहान बनाएको सबै मिलेर बनाइहाल्यौँ। अब त्यहाँ दिदीहरूले सबै टिका लाएर कुर्नु भइरहेछ कि हामीलाई फोन गरिसक्नुभयो कतिचोटि कराउनुहुन्छ अब। ल अब चाहिँ हामी निस्क्यौँ। जान्छौँ सबैजना कुरेर हेरिरहेको। छिटो आउनु। चिसो छ चिसो यहाँ चाहिँ। यस्तो चिसो हुन्छ कि यो महिनामा हल्का त्यस्तो धेरै पुरै चिसो नि होइन, ठिकै चिसो। जेस कुर्ता लाएर चाहिँ हिँड्न सकिएको छ अहिले। ढोका पनि खुलियो। जाउँ 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 जाउँ। ल दसैँको ह्याप्पी बर्थडे। ल यता त फेरि दसैँ लागिसकेछ त। ह्याप्पी दसैँ। ल अब खाना खाने कार्यक्रम होइन त दिदी? सबैले खाइसक्नु भयो अरे। अब हामी चाहिँ अब टिका लाएर उता फेरि अर्को हिमतारामा जान लागिरहेका छौँ। 3 गाडी हामी छुट्टै अनि यहाँ दिदी दाईहरू छुट्टै गाडीमा, फेरि अर्को भाइहरू पनि हुनुहुन्छ उहाँहरू छुट्टै गाडीमा। ल प्लान चेन्ज भयो है। हामी चाहिँ दिदी दाई म सामुली फुच्ची चाहिँ यता यो गाडीमा जान लाग्यो दाईको, अनि उहाँ बुढाहरू चाहिँ अर्को गाडीमा। बुढा र अर्को भाइ चाहिँ हामी सबै सँगै जाने भनेर बसिरहेछौँ। दाइलाई कस्तो राम्रो देख्यो भनेको आज। छाएर धेरै राम्रो छाएर। दिदीलाई पनि त्यस्तै राम्रै। यता हेर्नु सामुली ह्याप्पी दसैँ। माम खायो कि खाएन? खायो। ए ल चाहिँ हिमतारा आइपुग्यो अङ्कल आन्टीको घर। ल बिहा दशमीको शुभकामना सबैको निम्ति राखनी। ह्याप्पी दसैँ। ठिक छ। ह्याप्पी दसैँ। नेपाली किसानको ह्याप्पी दसैँ। बिहा दशमीको शुभकामना। दाइहरू त के हो ह्याप्पी दसैँ। ह्याप्पी दसैँ भाउजू। ह्याप्पी दसैँ। कति राम्रो गरेर आउनु भयो। ह्याप्पी दसैँ। सबभन्दा आशीर्वाद मनले चिताएको पुगोस्। एकदम बिहा दशमीको टिका लगाइकन हाँसेको आफ्नो मनले चिताएको पुगोस्। बिहा दशमीको टिका लगाइकन सबै कुरा मनले आँटे ताकेको पुगोस्। सबै ईश्वर दाइना भउन्। सबै कुरा राम्रो राम्रो भओस्। यस्तै राम्रा परिवारसित हाँसी खुसी जीवन बिताउनु पाइन्छ।
नेपालबाट सबैजना विदेशीमा आइयो सबैजना मिलिजुली दसैँ टिका लाइयो Anh quên quẩn rồi.